अस्तिको केसमा भयो नि त होइन एउटा के भयो भन्दाखेरि टेनेन्टले यो बिग्रेछ ग्यास बिग्रेछ त्यो बिग्रेछ यस्तो बिग्रेछ त्यस्तो बिग्रेछ बनाइदिनु पर्यो भनेर चाहिँ रिक्वेस्ट आयो होइन अनि वी रिक्वेस्टेड ओनर यस्तो यस्तो बिग्रेछ वी निड टु फिक्स इन योर प्रपर्टी होइन भनेर वी रिक्वेस्टेड ओनर एन्ड ओनर डिनाइ होइन अब के भयो भन्दाखेरि चाहिँ टेनेन्टले फेरि अगेन रिक्वेस्ट गरे क्या रिक्वेस्ट गरिसकेपछि नबनाइदिइसकेपछि दे वेन्ट टु ट्राइब्युनल होइन साइकेट जानु पर्यो त्यो बनाउँदाको कस्ट भनेको चाहिँ इट विल बी अबाउट $500 जस्ट एन इक्जाम्पल होइन तर साइकेट जानु पर्दाखेरि हामी प्रोफेसनलको फिज ट्राइब्युनलको कस्टदेखि लिएर होइन अनि कम्पेन्सेसन पनि तिर्नु पर्ने हुन्छ कहिलेकाहीँ चाहिँ टेनेन्टहरूलाई अब त्यो भयो क्या होइन अब त्यस्तो केसेसबाट बच्नुलाई चाहिँ वी वुड रेकमेन्ड हाइली रेकमेन्ड ओनरहरूलाई चाहिँ फिक्स गर्नुपर्ने कुरा छ भने फिक्स गर्नु पर्यो होइन अनि अन टप अफ द्याट भनेको के हो भन्दाखेरि टेनेन्ट बसेको छ नि त होइन दे आर नट स्टेइङ देयर फर फ्री दे पे रेन्ट होइन रेन्ट पे गरिसकेपछि उनीहरूलाई त चाहिने सुविधा त पुऱ्याइदिनु पर्यो नि त उनीहरूले होइन द्याट्स वाट दे निड टेनेन्ट अनि वाइ यु हेभ टु इन्भेस्ट अन दि मेन्टेनेन्स भनेको कारण प्रपर्टी मेन्टेनेन्स गर्दा आफ्नो घर पनि राम्रो हुने भयो टेनेन्ट पनि लङ टर्म बस्ने भयो सानो कुरा ठुलो भएर नजाने भयो होइन सो द्याट्स हाउ दे हेभ टु मेन्टेन देयर प्रपर्टी